अन्डा फाइनली वा 20 ली यताको 20 ली हो नेपालको कति कति हुन्छ थाहा छैन हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक टु अगेन माई च्यानल माई भिडियो हजुरलाई सबैजनालाई स्वागत छ है सो मैले चाहिँ धेरै दिन भइसक्यो मैले भिडियोहरू नगरेको धेरै है मलाई त अल्छी लाग्छ कि भिडियोहरू बनाउनु सुरुमा मात्रै रहेछ क्या बनाउनु जागर चढ्ने अनि त्यही भएको कारणले चाहिँ भने चाहिँ अल्छी लाग्छ त्यही पनि मैले आज अल्छी गर्दै भए पनि मैले चाहिँ होइन अल्छी लागेर त्यही पनि बनायौँ भनेर यसो जागर निकालेको होइन साथीहरू यहाँ हेर्नु न यहाँ चाहिँ फर्सी लगाएको छ अनि यो चाहिँ मुला हो यो चाहिँ धनियाँ यत्रो भइसक्यो धनियाँ अनि यो मुला साग यो फर्सी आलु पनि रोपेको छौँ हामीले केही समयपछि आउनेछ होइन आउँछ होला अनि यो चाहिँ साग सम्सुको साग अरे यो चाहिँ अनि लसुन प्याजहरू लगायत सबै अलिअलि हाम्रो होइन भए जति त्यो अब बिउहरू अब जाने जति लगाएको छौँ होइन यहाँ चाहिँ सोप अनि आलु पनि फलिसक्यो यत्रो भइसक्यो होइन अनि मैले चाहिँ यहाँ चुकन्दर खाँदैछु हजुरलाई कतिको मनपर्छ तर मलाई चाहिँ एकदमै मनपर्छ बहुत दामी है फुल कस्तो दामी छ नि हेर्नु नि मलाई चाहिँ धेरै मनपर्छ अब म चाहिँ विकेन्डमा मात्रै खान्छु किनभने यसले के गरेर छ ड्युटीको टाइममा खायो भने त यसले त भुँडी बटारेर वासरुम वाइ जानुपर्ने अवस्था आउँछ त्यो भएर मैले चाहिँ विकेन्ड मात्रै खाने गरेको छु चुकन्दर यसलाई भन्छ बिटरुट होइन बिटरुट पनि भन्दैछ हामी नेपालमा पनि पाऊँ तर मैले चाहिँ नेपालमा खाने गरेको थिइनँ मैले यहीँ आएर मात्रै खाने गरेको अब यहाँ आएर मात्रै खाने गरेको यो चाहिँ मैले नेपालमा चाहिँ मैले देखेको पनि थिइनँ मलाई याद पनि थिएन अनि खाएको पनि थिएन होइन पाउँछ अरे पाउनु चाहिँ तर मैले चाहिँ खाएको थिएन यहाँ आएर खाएको मैले चाहिँ यहाँ स्याउ पनि खान्थेँ स्याउ खाँदा ड्युटीमा नि ब्रेकमा वही खायो जे गर्नु त्यही खायो भक्कलाई म चाहिँ आज यो मात्रै खाँदैछु चुकन्दर हो त्यही भएर आज चाहिँ मैले मर्निङ टाइमदेखि मैले भिडियो सुरु गर्दैछु के कस्तो हुन्छ हजुरले हेरेर साथ दिनु होला नयाँ सब्सक्राइबहरू हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला लाइक गरिदिनु होला भन्दै मैले चाहिँ सानो भए पनि क्लिप लिएर आउने छु हजुरलाई क्याप्चर गरेर होइन क्याप्चर गरेर अलिअलि पनि लिएर आउँछु सो यहाँ चाहिँ फुलहरू चाहिँ कति धेरै क्या जति यसरी फ्याचुङ्ग रोपिँदैन नि कस्तो राम्रो फुल्यो क्या हाम्रो नेपालमा हुँदैन यहाँ त मलाई त हिजो हेर्नु न यहाँ ल साथीहरू हाम्रो चाहिँ खाना रेडी भयो बेथु साग यो चाहिँ दाल यो अचार अब हामी खाना खाने रेडी भयो है साथीहरू मैले चाहिँ खाना पनि फाइनली खाइसकेँ होइन खाना खाइसकेर नि अब निन्द्रा त आइरहेछ त्यही पनि म चाहिँ नसुत्ने भनेर यसो भिडियो गरिरहेको छु साथीहरू यहाँ चाहिँ के उम्रेको यहाँ हामीले यो ठाउँमा बेथु साग अनि त्यो खै के भन्ने साग कति खाइमा अझै यसो उम्रिरहेछ यो पहिला चाहिँ सरसुमको साग अरे हो पहिला यहाँ रोपेको रहेछ नि त छरेको रहेछ नि त्यही अब उम्रेको होला नि होइन माथि पनि गएर टिपेर ल्याएर कति आएको वाक्कै भयो वाक्कै अनि यहाँ चाहिँ पर चाहिँ एयरपोर्ट हो यहाँ नै एयरलाइन्स पनि बसेको देख्छ कहाँ हो एयरलाइन्स बसिरहेछ हाम्रो चाहिँ यहाँ एयरपोर्ट नजिकै हो नि त अनि उडेको बसेको लेन भएर लेन पनि भइरहेको छु आयो उड्ने बस्ने जारी रहेको छ यहाँ चाहिँ जस हामीलाई चाहिँ पछि घर जानलाई नजिकै भयो त्यही नै छु खुसी साथीहरू यहाँको घरहरू चाहिँ एकदमै मलाई यहाँको डिजाइन चाहिँ साह्रै मन पर्यो कस्तो राम्रो छ हेर्नु नि एकै लेभलको के सेम छ सेम साथीहरू यस्तो छ है ल भन्दै मैले चाहिँ आज क्याप्चर गर्नै भिडियोहरू पनि के क्याप्चर गर्नु होइन अब जे छ त्यही त हो नि अलिअलि अब यस्तो छ होइन अब माया सपोर्ट गरिदिनु होला लाइक सेयर कमेन्ट गरिदिनु होला होइन नबोलिदिनु होला धेरै पछि भिडियो मैले अपलोड गरेँ पनि माया चाहिँ गरिदिनु होला है त भन्दै ल बाई बाई सबजनालाई